पत्रकार सम्मेलन खास चाहिँ हामीले किन गर्न आँटेको भने हामीले धेरै लामो प्रयासपछि 79 साल फागुन 1 गते देशमा यो विद्यमान अवस्थाको चिरफार गर्न जुन स्थिति आज देशमा देखा पर्यो त्यतिखेरै मैले 10 वर्ष अगाडिदेखि बोल्दै आएका कुराहरू आज पुग्दै गए। यो देशमा गणतन्त्र किन ल्याइयो, गणतन्त्र सँगसँगै धर्मनिरपेक्ष किन बनाइयो, छँदा खाँदैको हाम्रो नेपालीहरूको धर्म कहाँ पुर्याइयो र हाम्रा होनहार युवाहरूलाई आज +2 भन्दा माथि पढ्न विदेश जानुपर्ने, काम गर्न खाडी जानुपर्ने, त्यो खाडीबाट पठाएको रेमिटेन्स मारवाडीहरू लिएर तस्करहरूले मोजमस्ती गर्ने, देशलाई नाङ्गो बनाउने, यो सब कुरा भइसकेपछि लघुवित्त सहकारीले र ब्याङ्कहरूले तपाईको चाहिँ नागरिकहरूका घर कब्जा गर्ने, नागरिकहरूलाई सुकुम्बासी बनाउने, यी र सुकुम्बासी मात्रै होइन आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने, पुलिसहरूले गोली हानेर आफ्नै कन्सर्टमा गोली हानेर मर्नुपर्ने, पुलिसहरूले हेर्नुस् भर्खर मात्रै झापामा काँकरभिट्टामा एकजना पुलिसका हल्लारले डोरीको पासो लगाएर आत्महत्या गर्नुभयो। एकजना सहीले झापाको एसपी कार्यालयमा सहीले आत्महत्या गर्नुभयो झुनिएर भर्खरै मात्रै। बिर्तामोडमा एकजना मारवाडी भाइले 25 वर्षको धीरज अग्रवाल भन्नेले विष सेवन गरेर एनआइसी एसिया ब्याङ्कको टर्चरको कारणले आत्महत्या गर्नु पर्यो। हामीले यो अभियान सुरु गर्नुभन्दा अगाडि दैनिक 40 देखि 50 जना मान्छेले आत्महत्या गर्थे र दैनिक 2200 मान्छेको घर जग्गा लिलामीमा चढ्थ्यो। ब्ल्याकलिस्टमा जाने, नेपालभित्रै नेपाली ब्ल्याकलिस्टमा पर्ने, नेपालभित्रै नेपाली दोस्रो दर्जाको भएर हिँड्नुपर्ने, पहिलो दर्जाको भनेर हामीले गणतन्त्र ल्याइसकेपछि राजालाई बाहिर पठाइसकेपछि हामीले त मारवाडी र तस्करहरूलाई पो राजा मानेर छौँ र यिनका गोठाला भकाएर छौँ। यही भनेर मैले 79 साल फागुन 1 गते अब भएन, यो व्यवस्था परिवर्तन गर्नुपर्छ। केही साथीहरू व्यवस्था परिवर्तन भयो, अवस्था बदल्ने भनेर लाग्नुभयो। म चाहिँ हुँदैन, व्यवस्थै बदल्नुपर्छ भनेर लागेँ र राजाको हातबाट पानस दियो बालेर शान्तिका दूत परेवा उडाएर मैले यो अभियान सुरु गरेँ। गर्दै 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 मैले राजालाई धेरैपल्ट घोचेँ। व्यक्तिगत रूपमा भन्ने हो भने म सदनमा थिइनँ, म संसद पनि होइन, तपाईँहरूले बुझ्नु होला। र मैले राजा र हिन्दू राज्य देखाएर हिन्दू ल्याउँछु धर्म ल्याउँछु भनेर कहिले भोट मागेर पनि हिँडिनँ। मैले राजा र हिन्दू अप्ठ्यारो पर्दा राजा र हिन्दू धर्म देखाएर भोट मागेर रोटी पनि कहिल्यै खाइनँ र तलब पनि लिइनँ। मैले जम्मा एउटै कुरो के भने भनेदेखि यो व्यवस्था परिवर्तन गरेर पहिलाकै ठाउँमा राज संस्था स्थापना गरेर हैन किराँत बौद्ध सहितको धर्म सापेक्ष वैदिक सनातन धर्म सापेक्ष हिन्दू राज्य किराँत बौद्ध सहितको हाम्रो जे थियो परम्परा त्यो सहितको धर्म सापेक्ष हिन्दू अधिराज्य कायम गराउने, साथसाथै राज संस्था स्थापित गराउने भनेर मैले त्यतिखेर 79 साल फागुन 1 गते सुरु गरेको अभियान। राजा बोल्नु हुँदैन, राजा बोल्नु हुँदैन भनेर भन्दा भन्दा मैले राजालाई धेरै घोचेँ। घोच्दा 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 मलाई दुर्गा परसाई बोल्न जानेन, दुर्गा परसाई अनपढ, दुर्गा परसाई जान्दैन भनेर धेरै विज्ञहरूले भने म सुन्थेँ, मैले सुनिरहेँ। अनि मैले भन्थेँ यी विज्ञका बुद्धि। मैले गर्दा 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 आज आएर फागुन 7 गते राजाले के भन्नुभयो भनेदेखि राजाले सुद्धा बुझ्नुभयो कि देश सकिएछ र हिजो राजदरबारको हत्या हुनुभन्दा अगाडि र राजा ज्ञानेन्द्रलाई गद्दीबाट हटाउनुभन्दा अगाडि यो देशमा क्रिस्चियनहरूको सङ्ख्या भनेको 42,000 थियो, 42,000 र 7वटा मात्रै चर्च थियो। आज तपाईको 52 लाख क्रिस्चियन र 24,000 चर्च बन्यो। हाम्रा किराँत धर्म कहाँ गए, हाम्रा बौद्ध धर्म कहाँ गए, हाम्रा हिन्दू धर्म कहाँ गए? पशुपतिका आराध्य देव पशुपतिका जग्गाहरू बेचिए। यहाँ पशुपतिका जग्गामा मारवाडीहरूले मोज मस्ती गरे। हिजै मात्रै तपाईले देख्नु होला अदालतले मारवाडीकै पक्षमा
धर्मशाला पशुपति आराध्य देव पशुपतिनाथको जग्गा उसैलाई दिने निर्णय गरे। हेर्नुहोस्, र मैले के भने राजा र जनता मिलेर ल्याएको गणतन्त्र हो। हिजो ६२-६३ मा हामीले लडाइँ गऱ्यौँ। राजाले प्रचण्ड पनि मेरै जनता हो, केपी ओली पनि मेरै जनता हो, गिरिजा प्रसाद कोइराला पनि मेरै जनता हुन्, जनमुक्ति सेना पनि मेरै जनता हुन् भनेर उहाँले हाँसी हाँसी दरबार छोड्नु, गद्दी छोडेर हाँसी हाँसी दरबार छोडेर गएको हामीले अहिले हो जस्तो लाग्छ। त्यो ठाउँमा प्रधान सेनापतिको ठाउँमा म मात्रै थिएँ भने नि राज संस्थाले यसरी हिँड्नु हुनु पर्दैन थियो। म जस्तो मात्रै सेना थियो भने कुरा बुझ्नुभयो। त्यस कारणले गर्दाखेरि राजा हाँसी हाँसी जानुभयो। आज राजा गएको 18 वर्ष पछाडि हामी नेपाली के भने रैती, नेपालीहरू रैती हुन भनेर अहिले पनि कमेन्ट गरिरहेछन्। केही नेताहरू बोलेको देख्छु, हैन, केही नेताहरू बोलेको देख्छु। कमसे कम प्रचण्ड, केपी ओली, शेरबहादुर देउपाहरू राजाको विषयमा बहस त गर्न थाल्यो। अहिले दुर्गा प्रसाईको कारणले बहस त सुरु भयो, हिजो पत्याएको थिएन। र विद्रोह भनेको झिल्कोबाट सुरु हुन्छ, आगो भनेको पनि झिल्कोबाट सुरु हुन्छ। यिनीहरूलाई चेतना होस्। दुर्गा प्रसाई भनेको आगो हो, विद्रोह हो दुर्गा प्रसाई भनेको। यो कुरा बुझ्नु जरुरी थियो। र खोज्दा राजाले पनि के गर्नुभयो भन्दाखेरि तपाईँको फागुन 7 गते अब देश जोगाउने हो, नागरिक जोगाउने हो भनेदेखि सबैजनालाई मलाई साथ दिनुहोस्। देश भनेको राजा हो, देश भनेको धर्म हो। हेर्नुहोस्, ऊ त्यो पर झन्डा हेर्नुहोस्, एउटा झन्डा छ, देश, एउटा धर्म छ, त्यहाँ त्यतिले पुग्छ। त्यो झन्डा भनेको पृथ्वीनारायण शाह हो र राजा ज्ञानेन्द्र शाह भनेको पृथ्वीनारायण शाहको वंश हो। यो कुरा बुझ्न जरुरी छ। त्यस कारणले गर्दाखेरि मैले प्रण गरेर के भनेको थियो भन्दाखेरि म राज संस्था स्थापना गरेर धर्म सापेक्ष मुलुक बनाउँछु, गरिबहरूका 20 लाख भन्दा मुनिको ऋण बिना गराउँछु, फेरि 20 लाख भन्दा माथिको नेपाली व्यापारीहरूको ऋण 25 वर्षलाई तिर्ने वातावरण बनाउँछु र आज सारा ब्ल्याकलिस्टमा गएका नेपाली नागरिकहरूको ब्ल्याकलिस्ट फुकुवा गराउँछु भनेर म लागेको यो अभियान हो। संविधानमा के लेखेको छ भन्दाखेरि तपाईको घाँस बाँस कपासको व्यवस्था गरिने भनेको छ। यतातिरबाट बैंक र लघु वित्त सहकारीले लिलाम गर्दै सुकुम्बासी बनाउँदैछ। यो कहाँ केमिस्ट्री मिल्यो त? ल भन्न त पत्रकार साथी भन्नुस् त तपाईहरु, मिल्यो? त्यसले गर्दाखेरि यो एकदमै आवश्यक परेर यो अभियान मैले चलाएको। यो अभियान मैले चलाउनु भन्दा अगाडि दिनको 40-45 जना मर्दैमा अहिले कमसेकम मर्नलाई बन्द भएको छ। कमसेकम बैंकले फोन गरेर टर्चर गर्ने काम बन्द भएको छ। त्यसले गर्दाखेरि राजाले मङ्सिर 7 गते त्यो भनिसकेपछि यहाँ कसैले के भन्यो भने रक्षानमा मिल्क्याको भने त तिमीहरु पनि हिजो रक्षानमै थियौ, हामीले ज्यान दिलो ज्यान दिएर तिमीहरुलाई हामीले सिंहासनमा पुर्यायौं, सिंहदरबार पुर्यायौं। यो कुरा हेक्कार होस्। अब हामी तिमीहरुलाई रक्षानमा मात्रै हैन रक्षान मुनि लगेर गाड्छौं। यिनीहरुले मात्रै बोल्ने, रक्षानमा सिनो भइसकेको भनेर यिनीहरुले मात्रै बोल्ने जवाब दिने मान्छे छैन। यहाँ जवाब दिने मान्छे छैन। देशको पैसा विदेश लाने, नेपालीलाई भुटानी बनाएर बेच्ने, नेपालीलाई भुटानी बनाएर बेच्ने, देशको पैसा बाहिर लाने। आज देश 32 त्यो 26 खरब भनेको मात्रै 32 खर्ब ऋणमा छ। सालको 6 खर्ब 7 खर्ब 8 खर्ब ऋण थप्दै पैसा जति बाहिर लाने यिनीहरु लाने। यो कुरा तपाईहरु सबैजना युट्युबर साथीहरु, सञ्चारकर्मी साथीहरु, पत्रकार साथीहरु, तपाईहरु के बुझ्नुहोस् भने यो अभियान हार्यो भने राजा हार्नुहुन्छ। राजा हार्नुभयो भने देश हार्छ। देश हार्यो भने नि नागरिक विहीन, नेपाली नागरिक विहीन देश बन्दैछ। मारवाडीको प्राइभेट कम्पनी बन्दैछ यो देश मारवाडीको प्राइभेट कम्पनी बन्दैछ। सबै धनी पूर्जा अहिले के छ? ब्ल्याकलिस्ट गरेको छ नेपालीहरुलाई। धनी पूर्जा सबै बैंकले लिलाम गरेर यिनीहरुले एउटा इन्भेस्टमेन्ट कम्पनी खडा गरेको छ। 1 करोड लिँदा 10 करोडको धनी पूर्जा सम्पत्ति राखेको छ।
1 करोडको ब्याज पाकेर 50 लाख रुपियाँ पैसा तिर्न सकेन भने त्यो 10 करोडको सम्पत्ति यिनीहरूले आलुको भाउमा त्यो सम्पत्ति यिनीहरू लाँदैछ। यति गर्दा पनि कहिले खुल्छ नेपालीहरूको भेजा? केही छन् बिजनेस मिडियाहरू दुर्गा प्रसाईको सम्पत्ति कतिखेर लिलाम हुन्छ भनेर लेख्न नि, मारवाडीको तलुवा चाटेका मारवाडीका तलुवा चाटेका तिनलाई म के भन्छु भने त्यसरी खानुभन्दा आमा बेचेर खाने तिनीहरू, आफ्नै छोरी बेचेर खाने हुन् तिनीहरू। मारवाडीकोमा गएर लम्पसार भएर भात खानेलाई आफ्नै छोरी बेचेर खाने भन्छु म। बरु भोकै बस। त्यस कारणले गर्दाखेरि मैले तपाईँको यो अभियान चलाउँदै गर्दा मैले धेरै खपेँ। मैले अस्ति हाम्रो नेपाली झन्डामा सबैजना आए, मैले त्यहाँ बोले, मलाई खप्न नसकेर बोले। मलाई यति पीडा भयो कि दशरथ रङ्गशालामा बच्चाहरूलाई कुट्ने युवा सङ्घ भन्ने के गुन्डा सङ्घ हो? ड्रेस लगाएर चित्त बुझेन गणतन्त्रमा बोल्न पाइन्छ भनेर गणतन्त्र ल्याएको होइन। रामकुमारी झाँक्रीले मुख च्यातेर फ्याँकेर बोल्न पाइन्छ, बोल्नकै लागि गणतन्त्र ल्याएको भने ठाउँमा राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थ्यो नि। किन चोर र फटा भने उनीहरूले गरेको होइन। आज तपाईँको मात्रै कुरो, मैले 5 दिन अगाडि एउटा स्ट्याटस लेखाएको थिएँ। तिमीहरू 1000 पल्ट कोसिस गर, लाखौँ कोसिस गर, तिमीहरूलाई भारतले बोलाउँदैन। अब 1000 दूत पठाउँदैन बोलाउँदैन भनेको थियो। आज मैले त 5 दिन अगाडि स्ट्याटस लेखेको थियो। आज रातोपाटीमा पनि समाचार बनेर आएको छ, सबैमा समाचार बनेर आएको छ। बोलाउनु हुँदैन यिनीहरूलाई, बुझिसके क्या उनीहरूले। त्यसले गर्दाखेरि यो अभियान महाअभियान भनेको तपाईहरु सबैजनाको अभियान हो, नेपालीहरूको अभियान हो, विदेशमा बस्ने नेपाली, स्वदेशमा बस्ने नेपाली सम्पूर्णको अभियान हो। मैले भने त खाडीमा गएर हाम्रा दाजुभाइहरूले रेमिटेन्स पठाउँछन्। मारवाडीको छोराले पठाएको थाहा पाउनु भएको छ रेमिटेन्स? देश हाम्रो, पैसा हाम्रो, पैसा चलाउने मारवाडी र तस्कर। बुझ्नुभयो नि? अब सामान उनीहरूको बेचिदिनु पर्ने सोरुम खोलेर। कहाँ पुगेर छौँ हामी? कहाँ पुगेर छौँ? ट्रम्पले नै भन्नुभयो नि युएसआईडी को पैसा कसले खाएको रहेछ? कनकमुनि दीक्षितले। मैले 10 वर्ष अगाडि भनेको कनकमुनि दीक्षितदेखि नि सुरु भएर नारायण वाग्ले, स्वर्णिम वाग्ले, गगन थापा, गिरिराजमणि पोखरेल, केदार भक्त माथेमा, 12 भाइ मिडिया, सञ्जीव उप्रेती, खगेन्द्र सङ्ग्रौला, सबै मिलेर युएसआईडी को पैसा, डाक्टर महेशमान मास्के, यी सबैले मिलेर गोविन्द केसी भन्ने एउटा मुस्लो हुन्छ नि, मुस्लालाई सुताएर स्वास्थ्य र शिक्षा तोसीमा कार्की, अहिले तोसीमा कार्कीले चेङ 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 चिवे करा यस्तो कराएको सुन्छु क्या। डाक्टर छैनन् अरे, उही होइन धेरै डाक्टर भयो भन्ने। मैले हिजो मात्रै पढेको थिएँ। हाम्रो के डाक्टर अरे टिचिङको वीर हस्पिटलको के कार्की समथिङ कार्की छन्। तिनै कार्कीहरू हिजो यो देशमा पढ्न दिनु हुँदैन डाक्टर भन्ने। अहिले के भन्दैछन् थाहा छ? अस्तिको दिन अनलाइन खबरमा सुनेको थिएँ, लोचन कार्की अस्ति के भन्दै धेरै डाक्टर धेर भए, यहाँ कलेज बन्द गर्नुपर्छ भन्थे। अहिले अब 5-7 वर्षमा डाक्टरै हुँदैनन् भनेर त्यही मुखले, त्यो मुख बोलेको कि अर्को चिज बोलेको भनेर लोचन कार्कीलाई सोध्नु पर्दैछ क्या। मैले भेटाएँ भने सोध्छु क्या तिम्रो के बोलेको भनेर। फटाइ होइन त्यस्तो पनि डाक्टर हुन्छ? के भयो त? डाक्टर हुँदा के हुन्थ्यो, नर्स हुँदा के हुन्थ्यो? बाटोमा हिँडेको मान्छेलाई पनि समातेर ल्याएर नर्स पढाएर फ्रीमा नर्स बनाएर पठाउन। क्वालिटीको मेन पावर पठाउन। क्वालिटीको मेन पावर नन क्वालिटी, एउटा लेबर 100 जना पठाउनु भन्दा एउटा क्वालिटीको डाक्टर, एउटा क्वालिटीको नर्स पठाउन। त्यसले 100 जनाको रेमिटेन्स पठाउँछ नि त। रेमिटेन्स नै चाहिएको भने हो कि होइन भन्नुहोस् त? के हो कुरो? त्यसले गर्दाखेरि फटा डाका चोरै चोर यो देशमा, लुटेरै लुटेर
त्यस कारणले गर्दाखेरि दुर्गा प्रसाई विद्रोही भएर निस्केको र यो अभियान के का लागि हो भन्दाखेरि नागरिक बचाउन देश बचाउने अभियान हो। मैले कसैसँग 5 पैसा लिएर गरेको अभियान होइन। र म तपाईहरुलाई एउटा कुरा के भन्छु भने यो देशमा राजा ल्याउ 25 गते राजा आउँदै हुनुहुन्छ। नेपालभरिबाट राजालाई स्वागत गर्न एयरपोर्टमा आऊ, भव्य स्वागत गरौँ हाम्रा राजालाई। हाम्रो राजा हुन्, देशको माया त राजालाई हुँदो रहेछ, यी नरपिचासहरूलाई हुँदो रहेछ। अब माओको कुरा गर्छन् यिनीहरू, लेनिनको र स्टालिनको फोटो टाँस्छन्। जसले बनाइदियो देश यार पृथ्वीनारायण शाहको त फोटो टाँसा ए नरसंहारी लङ्गट कुलाङ्गार हो भन्छु क्या यिनीहरूलाई त। यिनीहरू त कुलाङ्गार हुन् यार। यस्तो महान मान्छेको फोटो टाँस्न छोडेर लेनिनको र मार्क्स, कहाँ जन्मेको लेनिन, कहाँ जन्मेको मार्क्स, आजभन्दा 300-400 वर्ष अगाडि जन्मेको मार्क्सका फोटा टाँसेर अनि यसो यसो गरेर हात लाउँछन्। यसो यसो होइन कि अब खुकुरी र कत्ती लिएर तपाईँहरू निस्किनु भएन छ भने नि डाक्टर सुरेन्द्र केसीले भन्नुहुन्थ्यो गोर्खा आज भन्नुहुन्थ्यो कि गोर्खा के सलट हान्न मात्रै हो? तपाईँहरू के सलट हान्ने गोर्खा हो? देश जोगाउने गोर्खा हो, नेपाल जोगाउने गोर्खा हो। र मैले आज मात्रै भनेको थिएँ, एउटा स्ट्याटस लेखेको छु, नेताहरू सबै भाग्न थालेछन् अहिले, काठमाडौँमै अट्याक हुन्छ भनेर सबै बाहिर छन् होइन होइन। र म के भन्छु भने यो अभियान सुरु गर्नुभन्दा अगाडि राजाले बोल्दाखेरि नारायण हिटी कहाँबाट अरे माथिको डाँडो के अरे त्यो नागार्जुङबाट कटाउँछु भन्थे। अब यिनीहरूले रक्षणमा फ्याँकेको भनेछन् भने यिनीहरूका घुँडा जहाँ भेट्यो हाम्रो पिडिएफले त्यहीँ बाँच्न सकिन्छ नि, बाँच्न सकिन्छ कि सकिँदैन हो। र गाउँ गाउँबाट अब नेता लखेट्नुपर्छ यिनीहरूका सांसद, गाउँ गाउँबाट नेता लखेट्नुपर्छ, सहर सहरबाट यिनीहरूलाई लखेट्नुपर्छ। यो लखेट्ने अभियान हो नेपाली नागरिक जोगाउनलाई। मलाई कतिपल्ट थुन्न मन लाग्छ, थुन म तयार। फेरि मलाई थुन्ने भनेर यहाँ मिटिङ बसेछ, राजालाई के अरे यसमा लिने नजरबन्दमा मलाई थुन्ने, म त थुनोस् है भनेर मुख छाडेको। थुनोस्, म रेडी, 1000 पल्ट थुनिन रेडी। मैले के गरेको छ त थुन्ने? मैले पुलिस कुटेको छ? मैले भने नि यो व्यवस्था परिवर्तन गर्न यो पुलिसले साथ दियोस्। व्यवस्था परिवर्तन गरेका राति पुलिसको महिनाको तलब 1 लाख हुन्छ। 1 लाख हुन्छ, गराएर देखाउँछु म गरेर देखाउँछु। यो जुन लुटेको पैसा छ नि विदेशमा, कम्बोडिया 10 खर्ब रुपियाँ पैसा त बाहिर छ यिनीहरूको पैसा। तपाईँहरूले के बुझ्नु भएको छ? हिमालयन एयर कसको? माथिका होटल कसका हुन् ती? के अरे द्वारिका गोकर्ण रिसोर्ट कसको? तपाईँको चाहिँ नि के चिज खाएनन् यिनीहरूले। अनि यति हुँदा पनि तपाईँहरू प्रधानमन्त्रीज्यू यो भएन र त्यो भएन भन्नुहुन्छ। बिजुलीको पैसा मारवाडीले तिर्छ, मारवाडीले चलाएको देश मैले भन्दाखेरि पशुपतिमा भनेनन् हामीले चलाएको देश प्रुफ देखायो कि देखाएन ल्याएर? बालनलाई उत्तान पारे कि पारेनन्? मारवाडीले पारे होइन भाइ, पारे होइन हो। कसले चलाएको रहेछ बालन भाइले पनि बुझे होला नि। अब त्यसले गर्दाखेरि म बालन भाइलाई पनि के भन्छु भने छोडिदिनुहोस्, त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा। तपाईँ महान हुनुहुन्छ, तपाईँ महान हुनुहुन्छ, आउनुहोस्। म सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई म हाम्रो अभियानमा आउन आग्रह गर्छु, तपाईँहरू सबैलाई। र देशभरिबाट मलाई गाडी पठाइदिए त्यो होइन, स्वतः स्फूर्त रूपमा राजाको स्वागतमा काठमाडौँ उपत्यकामा भएका सबै दोकानहरू बन्द गरेर त्यो दिन सबै व्यापारीहरू, अब बिर्सिनुहोस् काङ्ग्रेस, अब बिर्सिनुहोस् एमाले, यो समय राजा र दुर्गा प्रसाईको हो। यो समय यो कुरामा क्लियर हुँदा हुन्छ। ट्रम्पले भनिसक्नुभयो फ्रड हो। मैले भनेको थिएँ त 5-6-8 महिना अगाडि ट्रम्पले त्यहाँ जितेपछि यहाँ हिन्दू अधिराज्य कायम हुन्छ भनेको थियो होइन? सुन्नुभएको थियो नि तपाईँहरूले? त्यसले गर्दाखेरि अब हाम्रा 3 लाखभन्दा बढी ब्ल्याक लिस्टमा परेका साथीहरू रहेछन्। ब्ल्याक लिस्टमा है
ती 3 लाख परिवारै यहाँ आउनुहोस् त्यो दिन हामी शक्ति प्रदर्शन गरौँ। र म नेताहरूलाई के भन्छु भने राजाले जसरी रक्तपातविहीन दरबार छोडेको थियो तिमीहरूले पनि रक्तपातविहीन बालुवाटार र सिंहदरबार छोड, खाली गर। यो मेरो तिमीहरूलाई चुनौती हो। हिजो राजाले रक्तपातविहीन छोडेको थियो नि, म तिमीहरूलाई के भन्छु भने तिमीहरूले पनि रक्तपातविहीन तिमीहरूले गर्न सकेनौ, तिमीहरू असफल भयौ। त्यस कारणले गर्दाखेरि सर्लक्कसितले छोड। तिमीहरूले छोडेनौ भने नि यो 25 गते त केही पनि हुँदैन। यो त हाम्रो कास्टिङ देखाउने मात्रै हो। मङ्सिर 7 मा देखायो एक झलक देखाउँदैछौँ, कन्भिन्स गर्दैछौँ। राजा र मैले भएर सँगै आन्दोलनको घोषणा गरेर नि ल आओ हातमा कट्टी बोकेर भने दिन तिमीहरूको हालत के हुन्छ त्यो तिमीहरूले सोच्ने कुरा हो, मैले सोच्ने कुरा होइन। त्यसले गर्दाखेरि म तपाईँहरू सम्पूर्ण पत्रकार साथीहरूलाई हामी एकदम शान्ति र्याली गर्छौँ। हामीलाई नजरबन्द गर्ने काम नहोस्। म सरकारलाई पनि भन्छु हामीलाई एयरपोर्ट जाँदा रोक्ने काम नहोस्। हामी सडकमा जान्छौँ, हाम्रा राजालाई हामी स्वागत गर्छौँ, हामी निर्मल निवास पुर्याउँछौँ। यो कसले कहाँ भन्ला, कसले रात दरबार भन्छ, त्यसमा अहिले आँतिनु पर्दैन। रात दरबार लाखौँ जनताले राजालाई बोकेर लिएर जान्छन्। र तपाईहरुले एउटा कुरो के बुझ्नुस् भने नि यो शासन भनेको यो शासन भनेको केपी शासन भनेको राणा शासन भन्दा खतरा हो। राणाहरूलाई पनि के थाहा थियो थाहा छ? 2.5 वर्षका गिरमायुड युद्धलाई त्यतिखेर सत्तामा राखेर राणाहरूले सत्ता चलाएको थियो देश जोगाउनलाई। 3.5 वर्षका ज्ञानेन्द्र सरकारलाई पनि सत्तामा राखेर देश चलाएको थियो। राणाहरूलाई पनि त्यति कुरा थाहा थियो कि राजा बिनाको देश अपुरो छ भनेर, राजा बिनाको देश हुँदो रहन्छ भनेर। तर यिनीहरूले त राजा फ्याँक्नु भनेको त नि टाउको काटेर फ्याँकेर मुरकुटामा राज गरे क्या यिनीहरूले, मुरकुटामा। त्यसले गर्दाखेरि यिनीहरू भनेका एकछिन मैले केही नेताहरूले बोल्दै गरेको सुने, केही नेताहरूको धम्की कहाँ कुर्सीमा आउँछन् हेर्नु कस्तो चिप कुरा गरेको। यता पनि कुर्सी छ, टिकट काटेर तिमीहरूका छाती माथि टेकेर राजा आउँछन्, छाती माथि टेकेर। नजिस्का साथी हो, वरिपरि पुलिस राखेर नजिस्का। पुलिसले पनि तिमीहरूलाई साथ दिँदैन। अब 25,000 मा मैले भने त यो व्यवस्था परिवर्तन गर्न पुलिसले साथ दियोस्, त्यही दिन राति 1 लाख रुपियाँ हुन्छ महिनाको तलब पुलिसको। पुलिसको हालत के छ तपाईले हेर्नु भएको छ? पुलिसका कपडा, पुलिसका जुत्ता। बिचरा एक प्लेट मोमो उता एभरेस्ट होटलमा गएर खाएर बसेर एउटा कप चिया खायो 2 जना साथीले भने 25,000 को बिल आउँछ। यिनीहरूले महिना दिनभरिमा 25,000 रुपियाँ तलब पाउँदैन। अनि भ्रष्टलाई सलट हान्नु परेछ, मर्या होला नि हातमा त। जुत्तामा कमिसन, कपडामा कमिसन। मन्थली 1400-1500 ले राजीनामा दिएर जान थालेछन्। यही स्थिति रह्यो भने के हुन्छ भन्ने कुरो पुलिसका आइजिपी साहबहरूले सोच्दा हुन्छ होला। अर्को कुरो नेपालीहरूको सर्वोच्चता बोकेको सर्वोच्च अदालत छ, अदालतहरू छन्। र नेपालको पृथ्वीनारायण शाहदेखिको लिगेसी बोकेको, नेपालको गौरव बोकेको नेपाली सेना छ। नेपाली सेनालाई पनि म के भन्छु भनेदेखि रक्तपातविहीन यो विद्रोहलाई तपाईहरुले कु गरेर तपाईहरुको आफ्नो हातमा यो सत्ता लिएर तपाईहरु अघि बढ्नुहोस्। जनताले तपाईहरुलाई साथ दिन्छ, जनताले साथ दिन्छ। त्यो स्थितिमा पुगेको छ अहिले नेपाली नागरिकहरू। त्यो भन्दै 25 गते दिनको 2 बजे सम्पूर्ण नेपालीहरूलाई राजा त आइसक्नुभयो। किनभने राजाले अहिलेसम्म आह्वान गरेको थिएन नि एयरपोर्टमा, थियो त कसैको केही थियो अब बोलेको थियो। राजाले सबै बुझ्नुभयो नि, सबै बुझ्नुभयो नि। राजाले यहाँभन्दा बुझ्ने ठाउँ छ, सबै गाउँ गाउँ बुझिसक्नु भएको छ। त्यसले गर्दाखेरि राजालाई लिन तपाईँ हामी सबै जाने कि नजाने हो साथी हो? जाने हो नि होइन?
यहाँ रातो पार्टीका पत्रकार साथीहरू आएका होलान्, सेतो पार्टीका आएका होलान्, होइन होलान्, होइन कोही पुलिसकै होलान्, यहाँ आदि त पुलिसका हुन्छन्, होइन। म के भन्छु भने रातो पार्टीले छाप्दैन क्या कहिले, सेतो पार्टीले छाप्दैन। मैले त्यत्रो लास ल्याएको छाप्दैन, तर साइली गुरुङनीको पर सुँगुर फुकेको चाहिँ छाप्छ। साइली गुरुङनीको भुने सुँगुर सुठिनीमा पल्क्यो भनेर छाप्छ। कुरो बुझ्नुभयो? त्यसले गर्दाखेरि पत्रकार साथीहरूलाई पनि पत्रकारिता अब्बल बनाउन सिक्नुहोस्। यो पत्रकारिता होइन। तपाईँहरू युट्युबरहरूको जन्म भएको थिएन भने नि भाइ, यो देश त सकेको रहेछ नि। यो माखुराले आफ्नै आमा खाए जस्तो सकेको रहेछन्। तपाईँहरूको उदय हुनु भनेको नि आज कलियुगमा नारदको उ भएको हो। यो तपाईँहरूको कलियुगमा तपाईँहरूले भगवानको रोल गरेको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। हजुर यो त यही हो। त्यसले गर्दाखेरि तपाईँहरूलाई यो भन्दै 25 गते सम्पूर्ण नेपालीहरूको खुसीको दिन हो। 25 गते सम्पूर्ण नेपालीहरूलाई एयरपोर्टमा राजाको स्वागतको लागि आइदिनु होला। साथै काठमाडौँ उपत्यकाभित्रका व्यवसायीहरूलाई एक दिन सटर बन्द गरेर सन्नाटा होस् क्या, सबै बन्द होस्। राजा को आउँदैछ? राजा आउँदैछन्। को आउँदैछन्? कहाँबाट आउनु? हाम्रो राजा आउँदैछन्। हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ। बुझ्नुभयो कुरो? त्यो भन्दै मैले तपाईँहरूको समयले तपाईँहरू आइदिनु भयो, सुनिदिनु भयो। यो कुरा हरेक नेपालीका कानमा पुर्याइदिनु होला। मैले केही कमी कमजोरी बोलेको छु भनेदेखि त्यसमा पनि म सरी भन्छु। र मैले त्यो दिन मलाई भने पनि तपाईँले मुख छाड्नु हुँदैन थियो भनेर। त्यो एउटा सानो बच्चालाई कुट्ने गुन्डा प्रयोग गरेर ड्रेसमा लगाएर यो त भएन नि। चित्त नबुझेर आवेगमा आएर बोलेको हुँ। म बोल्छु, तर त्यस्तो काम नहोस्। त्यस्तो काम किन गर्ने? मेरा हजुरबुवा हुन्, मलाई माया लाग्छ, माया लाग्छ। तर मैले नि किन मुख छाड्नु पर्यो? मैले मुख छाड्ने वातावरण किन बनायो त हजुरबाउ? किन बनायो? मैले हिजो 20 वर्ष सहयोग गरेको हामी नि प्रचण्डलाई हामीले जोडला प्रेसर कुकर नबोक्दिएर नि हामीले सहयोग नगरिदिएको थियो भने आज अमेरिकामा नातिनीका लागि घर किन्थे, स्विजरल्यान्डमा घर किन्थे। यो कुरा सोधिदिनुहोस्। प्रधानमन्त्री हुन्थे अनि आज अर्का देशमा आएर लुटेर अरे के अरे केसमा फ्याँकेको अरे, रक्षणमा फ्याँकेको अरे। रक्षणदेखि मुनि फ्याँक्छौँ हामी तपाईँहरूलाई, नेताहरूलाई। हेर्दै जानुहोस् न, राजा आएर दरबारमा पसिसकेर हामीले आन्दोलन घोषणा गरेपछि सबैभन्दा खतरा ब्याङ्कको सिओ, ब्याङ्कका म्यानेजर, नेता, तस्कर। मैले भने त ब्याङ्कका म्यानेजर, ब्याङ्कका सिओ, नेता, तस्कर कोही पनि जनताबाट सुरक्षित छैन। खपिसकेका छन् क्या। अब जनताहरूले बुझिसकेका छन्। त्यो भन्दै मैले बिदा लिएँ। 25 गते एयरपोर्टमा भेटौँला है, दिनको 2 बजी। नमस्ते। के म केवल कारको बैठकमा बोल्दिनँ अहिले। गोकुल बास्कोटाको विषयमा के भन्नु? मैले अस्ति पनि भने नि, तपाईँले यिनीहरू मान्छे हुन्, मान्छेको कुरा गर्नु न। तपाईँले मान्छे हो, यिनीहरूको कुरा गर्नुहुन्छ तपाईँ। राम 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 राम। देश चलाउनु दिएको होइन यिनीहरूलाई। आज सबै सुकुम्बासी बनाइदिए होइन, खरानी बनायो होइन। के कुरा गर्नु? मेरो अगाडि ल्याउनु न, टेबल टक गरौँ। मेरो अगाडि आएर बोलोस् न। आमाको दुध पिएको छ भने एउटा बाबुले चाहिँ दुर्गा प्रसादलाई ठेगान लाउँछु भनेर मेरो अगाडि पढ्यो भने एकपल्ट दिँदाखेरि 3 इन्ची सार्दिन्छु त्यसलाई म। मेरो अगाडि पढोस् न, किन बुरबुर गर्नु? एउटाले पोहोर निउ खोज्दा थन्कियो, अर्को निउ खोजिँदैछ थन्किनलाई, अर्को निउ खोज्दैछ थन्किनलाई। मसँग नचल केटा हो, नजिस्की ल। एक दुईटा जिज्ञासा राखौँ। म नरेन्द्र रौली, रातोपाटी मिडियाबाट। आउने दिनमा चाहिँ तपाईँको यो अभियान कसरी अगाडि बढ्छ? तपाईँको अब तपाईँले सोधिहाल्नु भयो। तपाईँको रातोपाटी लाइफमा छ। तपाईँको रातोपाटीको के अरे नाम? शर्मा, नरेन्द्र रौली। ओम शर्मा। ओम शर्मा।
ओम शर्मा र मेरो पहिलोचोटि भेट कहाँ भएको भन्दाखेरि नि तपाईँलाई अब मैले भनिदिइहाल्नु पऱ्यो म भनिदिन्छु नि फेरि तपाईँले खोलिहाल्नुभयो कुरा लाइनमै उहाँ यो गौरव शमशेरको छ नि बाबरचीमा भेटेको उहाँको हालत के थियो रातो पार्टी चलाउन नसकेर के थियो हालत आज म तपाईँलाई एउटा कुरा भन्छु उहाँको आफू उहाँको श्रीमती उहाँको छोरो उहाँको बुहारी हिमालय होटलको क्लबमा जिम गर्छन् कहाँबाट आउँछ पैसा कहाँबाट आउँछ एकछिन तपाईँहरू तपाईँहरू सबैको हिस्ट्री थाहा छ सेतो पार्टीको अमित ढकालको पनि हिस्ट्री थाहा छ के छ भन्ने कुरा हर एक मान्छेको मलाई थाहा छ तपाईँले एउटा कुरो के बुझ्नुहोस् भने नि सबजना नि मेरो अगाडि नि आएर बसौँ त देश लुट्ने पत्रकारिताको नाममा देश लुट्ने नेतागिरीको नाममा देश लुट्ने कर्मचारीको नाममा देश लुट्ने नेपाली मार्ने कहाँ जाने मारवाडीले देश लिएपछि म पहिचानवादी भन्छन् नि पहिचान चाहियो न्यावा राज्य चाहियो भन्छन् धनी पूर्जा यदि मारवाडीको हातमा जान्छ अनि कुन न्यावा राज्य त्यस कारणले गर्दा न्यावा राज्यका साथीहरूलाई पनि नि आउनुहोस् यो अभियानमा जुट्नुहोस् पहिला नेपाल र धनी पूर्जा जोगाउँ नेपाली जोगाउँ ल तपाईँ के हो भन्नुहोस् अभियान चाहिँ कसरी अगाडि बढ्छ कसरी धेरै युवाहरूलाई तपाईँले आफ्नो यो टिममा समावेश गर्नुहुन्छ कसरी तपाईँलाई म भन्नु मेरो डाटाले 82% मान्छेहरू आज मेरो अभियानमा छन् 82% युवा त छँदै छैनन् बिचराहरू युवा चाहिँ सबै खाडी गइगयो नि मारवाडीलाई पैसा पठाइदिन उहाँ खाडीमा गएर खटेर यो कसले गरेको भन्दा तपाईँहरू जस्तै मिडियाले हो रातो पार्टी सेतो पार्टी अनलाइन झाले माले एमाले बुझ्नुभयो नमस्कार म सुमन मोक्तान साझा अनलाइन.कमबाट कुनै बेला मैले एकचोटि तपाईँले प्रश्न गरेको थिएँ रिपोर्टर्स क्लबमा कि तपाईँ राजावादी हो भनेर तपाईँले भन्नुभएको थियो म राजावादी होइन भन्नुभएको थियो राष्ट्रवादी आज चाहिँ तपाईँ राजाकै लागि वकालत गर्नुभएको छ कतै तपाईँले अघि भने जस्तै म आयो भने पुलिसको स्यालेरी चाहिँ 1 लाख गरिदिन्छु भनिरहँदाखेरि तपाईँमाथि पनि प्रश्न उठ्न सक्छ नि तपाईँले त्यता फाइदा देख्नुभयो र तपाईँ त्यता लाग्नुभयो भन्ने होइन के भन्नुहुन्छ म राजावादी होइन सुन्नुहोस् म राष्ट्रवादी हुँ यो घर मैले नि भाइ अब तपाईँले सोधिहाल्नुभयो यो घर मैले 25 वर्ष अगाडि बनाएको मलाई रहर थिएन यो मेरो कम्पाउन्ड म राम्रो हुने खानेको छोरो हुँ यो अभियान चलाउँदैछु नि जति खर्च गरेँ नि कोहीसँग 5 पैसामा आएको छैन होइन म राजावादी होइन राष्ट्रवादी हो राजा पनि आफैमा राजावादी होइनन् राष्ट्रवादी हुन् बुझ्नुभयो तपाईँले यो कुरा बुझ्नुहोस् अर्को कुरा मैले तपाईँलाई के भन्दैछु भने जसले मेहनत गर्छ नि मेहनतको फल पाउनुपर्छ भनेको जसले बढी मेहनत गर्छ नि त्यसले त्यसको फल पाउनुपर्छ भनेको पुलिस 18 घण्टा खर्च उसले 1 लाख रुपियाँ महिनाको तलब नपाउने राष्ट्रवादी यो लडाईँ भनेको राष्ट्रवादी र देश सक्ने गणतन्त्रवादीहरूको लडाईँ बिचको लडाईँ हो होइन राजा सहितको राष्ट्रवादी त भन्दा भइगयो नि त राजा सहितको राष्ट्रवादी त ठिक हो राजा आफै राष्ट्रवादी हुन् तपाईँहरू राष्ट्रवादी हो कि राजा गणतन्त्रवादी हो भन्नुहोस् अब तपाईँहरू भन्नु न गणतन्त्रवादी कि राष्ट्रवादी हो ल भन्नुहोस् त साथी हो ठिक छ ल भन्नुहोस् होइन यिनीहरूको छलफल भएको हो मलाई एमालेकै मन्त्रीले खबर पठाएको हो हाम्रा पनि छन् त्यो स्रोत यार क्याबिनेटमा छलफल भयो छलफल भइसकेपछि तपाईँको यस्तो छ पर्साइजी अलिकति होसियार हुनुहोस् है भनेर एमालेकैबाट आएको खबर हो सुरक्षा समितिबाट आएको खबर हो मैले यो कुरो बाहिर ल्याएको हो र तपाईँको एउटा कुरो के छ भने मलाई त जतिपल्ट पक्ड्यो त्यति मजा आउँछ म त त्यस्तो मान्छे हो म त भाग्दिनँ म भाग्नलाई जन्मेकै होइन मैले भाग्नलाई यो अभियान गरेकै होइन मैले नेपालभित्र नेपाली खोज्दैछु मैले भाग्ने ठाउँै देखेको छैन म कहाँ भागौँ नेपाली नागरिकलाई छोडेर मेरो एउटा प्रश्न कुनै बेला तपाईँले मेचीपुरमा गएर राजालाई अहिलेको पूर्व राजालाई लगेर त्यहाँ उद्घाटन गर्नुभएको थियो अभियान होइन त्यतिखेर चाहिँ तपाईँले अघि पनि भन्नुभएको थियो 20 लाख भन्दा मुनिका ऋणीहरूलाई फ्री गरिदिन्छौँ हामी त्यो ऋण चाहिँ मिना हुन्छ भनिरहँदाखेरि राजाले नै तपाईँले साथ छोडेको भन्ने खालको त्यो होइन अहिले तपाईँ यही भन्नुहुन्छ फेरि यही आजकै प्रेस मिट देखेर फेरि
पूर्व राजा ज्ञानेन्द्रले तपाईँको साथ छोड्नु नै सक्छ नि? होइन यो सबै गलत कुरा हो। तपाईँहरूलाई यो हावा कुरा नगर्नुहोस् न। राजा पूर्व राजा पनि होइनन्, राजा पश्चिम पनि होइनन्, राजा किङ इज किङ। राजाको ओदा कहिले जाँदैन। तपाईँलाई म भन्नु कसले आर्जेको मुलुक हो भन्नुहोस् त। तपाईँ भन्नु न हो यहाँ सुन्नु न यहाँ सुन्नु न के पुष्पकमल त एकछिन पुष्पकमल दाहालका बुवाले त गरेको होइन होला, खड्गप्रसाद ओलीका बुवाहरूले जिजुले त गरे होइन होला। त्यतिखेर बरु हाम्रो लगानी छ पृथ्वीनारायण शाहलाई 2500 मोर त्यतिखेर दिएको। तपाईँलाई म ताम्रपत्र देखाइदिउँला होइन प्रकाशजी? सिन्धुलीमारीको लडाइँमा स्वर्गीय रामचन्द्र परसाई त्यो तपाईँलाई बुकै दिउँला। बुझ्नुभयो? एउटा देश बनाउनेको सन्तान हो, एउटा देश जोगाउनेको सन्तान हो दुर्गा परसाई भने। तपाईँले योभन्दा अगाडि आफ्नै अभियान सञ्चालन गरिराख्नु भएको थियो लामो समयदेखि। म एक्लै राजालाई नारायणी छिराउँछु भनेर भनिराख्नु भएको थियो। तर एकाएक अस्ति तपाईँ राष्ट्रिय प्रजातन्त्र पार्टीको मोटरसाइकल र्यालीमा पनि सहभागी हुनुभयो। अब तपाईँहरूको सहकारी चाहिँ कति लाभ हुन्छ अथवा त्यो तपाईँलाई एकछिन तपाईँलाई म एउटा कुरा त्यो गलत फ्यामी न, त्यो राष्ट्रवाद प्रजातन्त्र पार्टीको र्याली होइन। नेपालको झन्डा बोकेर को हिँडेको छ? दुर्गा परसाई। सुन्नुहोस् कुरो, मेरो पार्टीको झन्डा के होइन राजेन्द्र लिङ्गेन दाइ त भरे आउनुभयो त्यहाँ, हामी पहिल्यै थियौँ नि। त्यो तपाईँलाई म एउटा कुरो भन्छु नि, त्यो पुलिसको भिड छुटाएको कसले हो? तपाईँहरू देख्नु होला त कसले हो? दुर्गा परसाईले होइन। राष्ट्रवादीहरूको आन्दोलन हो। त्यहाँ राजेन्द्र दाई धवल शमशेर दाईहरू आउनुभयो, उहाँहरूलाई स्वागत छ। राम्रो कुरो, उहाँहरूको त पार्टी छँदैछ नि, उहाँको त पहेँलो पिला रङको झन्डा छँदैछ नि। उहाँ त सदनमा सांसद हुनुहुन्छ त उहाँहरू त अहिले जानु पर्यो भने मन्त्री खानुहुन्छ। म त मन्त्री खान लगाएर गएन। मलाई अहिले प्रधानमन्त्री दिन्छु भन्दा पनि चाहिए होइन नि। मलाई त मैले के भन्दैछु, नागरिकको 20 लाखभन्दा मुनिको ऋण मिना गर्न सकेन भने साउदी कतार गएका युवाहरू फर्किन सक्दैनन्। उनीहरूको उमेर पनि जाने भयो, भैँसा पनि जाने भयो, परिवार पनि जाने भयो, सबै सकिने भयो भनेर लागेको हो। र 20 लाखभन्दा मुनिको ऋण मिना गर्न ठुलो कुरो होइन। 3 खर्ब रुपियाँ हो। बुझ्नुभयो? 3 खर्ब भनेको ठुलो कुरो होइन राज्यलाई। हस् त्यत्रो बाटो छ त? बाटो छ सब। त्यो दिन त काठमाडौँ बन्दै हुन्छ नि पुरै। 5 लाखभन्दा बढी मान्छे आउँछ। त्यही भएर त नेताहरू अहिले तस्करहरू भागिसके त। तपाईँ चिन्ता नगर्नुहोस् न, सबै भाग्छन्। अब यहाँ सुन्नुहोस्, हिजो लडाइँ हुँदाखेरि के भने जनता मरे, अब तस्कर र भ्रष्ट दलालहरू मर्छन्। यो लडाइँ हो, बुझ्नु न कुरो। ल के भन्नु राजालाई होइन, राजालाई थाहा छ कि छैन? अब राजा आएपछि थाहा भइहाल्छ नि राजालाई। यहाँ सुन्नुहोस् है, यो मन्त्रालयमा प्रधानमन्त्री केपी ओली भएदेखि नि दिनै पछि कुलमाल, अस्ति दिनै पछि रवि लामिछाने, अहिले दिनै पछि कुलमान मात्रै आउँछ। त्यो कुरा छोडिदेऊ न। अब हिटलरै हुन् त, मैले राणाभन्दा खतरा भनिसकेँ त। ल त्यो भन्दा मैले बिदा लिएँ है साथी हो। ल ल ल